के भन्छ सुन हेलो हेलो अहिले चाहिँ हामी सन्तोष साथीको बर्थडे पार्टी मनाउन गइरहेको छौँ ह्यापी बर्थडे टु यु सन्तोष ह्यापी बर्थडे ससुरालीमा टुङ टुङ खेल खेलमै दिल बस्यो कान्छी सालीमा What the fuck यार अब हाम्रो साथीले चाहिँ केक काट्न गइरहेको छन् हाम्रो शिवलाई पहिला दिने उ भयो होइन साथी तिमी लिनु छोरी नलागेर हामी पाली यो के अरे केक त घाँटीबाट मुनि गएन यार तुझे एहे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं सुके भिडियो इन्जोय गर्नु सबैजनाले थ्यांक यू सो मच लभ यु अल केक सरे छ के यार कस्तो हुन्छ खेत यार यो त्यस्तो उठिराखेको कि तुझे तिमीले कान्न सुनेर हो माइकबाट भन्नु पर्छ हेत तेरे यार ओइ 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 से माथि राम्रो मजा लाइटर त्यो पन मार्ने स्प्रे हो नि त त्यो भइरहेको छु हेरेर म पुरै देखाएको छु सबै देखाएको छु ढुक्क बस भयो यार बस नदिनु भएर हामीले देखाएको छ दुई देखाएको छ स्ट्रबेरी ले स्ट्रबेरी यता के त बिग साउन्ड सन्तोष ब्लग ह्यापी बर्थडे बादिम त अब काटिम ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु सन्तोष ह्यापी बर्थडे What the fuck यार ऐसे में बड़ा सख्त लौंडा हूँ Happy birthday to me Happy birthday to you Soyo It's party time बोला के भन्नु त मेरो लागि ह्यापी बर्थडे टु यु एक्चुअली ल्याम्बो इतर एक्चुअली ल्याम्बो भन्नु के ल्याम्मा मात्र भनेको केक काट्न ह्यापी बर्थडे सन्तोष साथी हामी चाहिँ यो ल्यामिने त आएको छौँ बर्थडे मनाउन त्यो यो केक सेक काट्छौँ अब खान्छौँ पुरा हेलो माई टेस्टिङ हाम्रो यो सन्तोष साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ हामी आज हाम्रो साथीको बर्थडे बनाउनको लागि हामी चाहिँ दहमा आएको छौँ रमाइलो गर्नु र साथीको बर्थडे विश चाहिँ यति हो कि जीवन सफल होस् राम्रो होस् लट्स अफ लभ हाम्रो ईश्वर गुरु सधैँ टिकिरहोस् टिकिरहोस् ल्याम्बा टिकिरहोस् सहयोग गरेर छ अब चाहिँ रमाइलो गर्नुपर्छ अब चाहिँ यो ट्याकको यो केक चाहिँ काटेर है त सो यस्तै हो हैन यो कालो बोतल ल्याएर अगाडिबाट राखेको ए ब्रो ठिक छ नि त अब ठिक छ यो मार्नु पर्छ कि बोल्दैन कि अब हैन बोल्दिन के ल भन्नु लकडा केक चाहिँ सबै दार्कोले भन्यो भन्दा जोलाई खाइन तिम्रो इच्छा तिम्रो सुरु गर न लाइन बाइ लाइन लाइन हान्दिने त ल टिम वेगडा हो
हेलो हेलो व्हाट्सएप म बोल्दिन्छु यस्तो आज त्यही म्याकबाट अन गर्छु क्या म यो नटिकाउ के ल भयो ल अब हाम्रो साथीले चाहिँ के काट्न गइरहेको छन् सुरु गरे हुन्छ साथी सुरु गरौँ साथी सुरु गरे ओके हुन्छ साथी ल बिल्कुल बिल्कुल एकचोटि ह्यापी बर्थडे टु यु भनिदिनु ह्यापी बर्थडे टु मी ह्यापी बर्थडे टु मी कराजौ नि ह्यापी भनौ न नि ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु मी ह्यापी ह्यापी बर्थडे टु मी ह्यापी बर्थडे अब के काटौँ ल के काटौँ ल अब के काटौँ के काटिहालौ के काट्छ साथी सन्तोष बोलो एक्स्ट्रा फ्री रे 40% मात्रै जे स्केममा चले जति पर्सेन्ट भयो भने हामीले उडाइसक्यौँ अब जति पर्सेन्ट भयो भने हामीले उडाइसक्यौँ अब त्यसो लागि तपाईँहरू उडाइसक्यौँ किन हो अब हामीले के काट्ने कुरो हुन्छ ओलालाई थोरै दिने कि धेरै दिने होइन काट्न सक्दैन यति दिउ के धेरै दियो धेरै होइन पछि नै हात राम्रै हाल्ने हो साथी पहिला पनि यति दियो भने पछि एउटै हो हेर तिमी ठिक होइन यसो दबाई म त्यो दाँतले गर्दा धेरै तेरो खान्छ हैन एउटा कम्प्युटर खाल्छ ओए बेला ओए आयो दोस्त हाम्रो शिवलाई पहिला दिने उ भयो ओइ ल त तिमीले नि खुवाइदिउँ नि त नि हामी होइन साथी तिमी लुबिनु छोरीमा लाग्यो ल हामी पाली फाल्दा लास्टमा अहिले चाहिँ सबै ठेकेर निक्लो छोरी दोस्रो चपाउन मिल्दैन साथीले धेरै ठुलो नै केक दिएर हाम्रो मुख र साइडमा धन्यवाद ओइ यो के अरे केक त घाँटीभन्दा मुनि गएन यार दोसे कस्तो लाग्यो केक खै अब के भन्नु अरे कहना क्या चाहते हो ओ यो त केला हुन्छ पल्कु हेलो व्हाट्सअप कस्तो लाग्यो मेरो बर्थडेको केक केक ल्याउ त केक चक्कु ल्याउ त अरे बिल्कुल पनि या चक्कु ल्याउ न एकचोटि हैन तिमी बोला बाला बाला भाइ तिमीले नि अनि सागर कस्तो केक कतिको मिठो थियो खै गयोस् घाँटीभन्दा मुनि गएन केही ल्याएन भएन ए ल ठिक छ मैले त धेरै खानुपर्छ केटा हो ल्याम्मै खुवाउने हो खत्म बाय बाय टाटा गुड बाय गया हैन म साइडमा बसिरहेको ओइ योमा खोर्सानी किन हाल्दियौ नि खोर्सानी किन हाल्दियौ यो हामीले खाने हो क्या ए खोइ ओ ब्रो एक जोस के हो त अब जोल छ केटा यति त बेल बाजेको केटा तिम्रो त घाँटी मुनि मेरो त घाँटी बस्यो केटा होइन थ्याङ्क यू सो मच भनेर नि हामीलाई थ्याङ्क यू सो मच केटा है त ल एकदम रमाइलो भइरहेछ थ्याङ्क यू भेरी सो मच है त के भन्छ होइन त आजको स्पेसल हाम्रो कोबाट सुरुवात गऱ्यौँ मिस्टो गरी कोबाट है त जोबाट गराइनु भयो तिम्रो इच्छा उ सेम अघि नगि सेम हो ब्रदर बसमा ब्रदर खाऊ भने एकचोटि ओए बरो ओए लामे खाने ल्यामे ल्याम्मा खाऊ न ल्यामे खा जाली अझै भने पनि आछ नि अब सागर ब्रोको पालो है त दोस म यो खान्छु नि यो रातो ब्रो ल ओके ठिक छ ल ल यो जङ्गल भाले दोस खा मेरो कपी हाल्यो भइको गरे अब म पनि खान्छु त केटा है त यसले एक घन्टा झिकेर सारा तिमी पाइदामा खोरि यार
खुवाइदिने भने म आफै खान्छु ल मज गर यो मुझ कत्रो मिल्छ बर्थडे चाहिँ अब सबलाई आफ्नो काम है त सबै बर्थडे सड्डे यस्तै हो अब होइन त भइहाल्यो मस्तसँग बर्थडे सेलिब्रेसन भइसक्यो हाम्रो हैन के गर्ने अब यसो हामी केक सेक खाने अब केक सेक खाने हल्का रमाइलो गर्ने एकछिन हामी चाहिँ बिजी हुन्छ मलाई त्यसो चाहिँ एकछिन busy, त्यसपछि रमाइलो। क्यामेरा अन गरेर रमाइलो हुन्छ हाम्रो त्यो डान्स सान्स अब निश्चित हैन ल ओके छ त ओके छ त ओके ल अब सबलाई ओके काटिन सी यु सुन है त गाइज है त ल ल सही ल मिस्टर शिव तपाईको काम के छ एउटा गाइदिनु पर्यो एउटा गाइले हो गाइदिन ससुराली गइलो थिए दिनका दिन साली माग्दा सासुले लखटी ससुरालीमा टुङ टुङ खेल खेलमै दिल बस्यो कान्छी सालीमा ए खेल खेलमै दिल बस्यो कान्छी सालीमा सके बेटा ए केटा के हो यस्तो यार शिव अर्को प्लास्टिक कान्छ शिवले सागरले प्लास्टिकमा चौचौ भुजा सब मिसाएर दिए पारेन अनि हाम्रो शिवजीले सिमोताले फेरि अब त्यो जुसहरू शिवले चाहिँ आफ्नो म्यानेज गरिहाल्छ जुसहरू म्यानेज गरिहाल्छु अनि पनि गर्ने हो साथी तिमीहरूमा चाहिँ केक खानेमा लाग्यो के खाने होला हस् हामी हजुरले भनेको काम मान्छौँ हजुर मस्त ल्याम्मा पारि केक खानु अब थ्याङ्क यू ओके ब्रो ओके ओके भिडियो एकछिनलाई अनि केटा होइन मेरो बर्थडेमा कस्तो रमाइलो लाग्यो नै कतिको रमाइलो कतिको रमाइलो लाग्यो अल गुड बबाल बोला हेलो ब्रो पर्यो क्यार्ने हो एकै नजरमा मन पर्यो क्यार्ने हो एकै नजरमा सिकारे चल्छ लोभी आँखैको सोल्टी बजार बेटियो सन्नानी सोल्टी बजारमा हो एकै नजरमा मन पर्यो क्यार्ने हो एकै नजरमा म त पाल्छु पाताली कमरी कुन हो त्यहाँ गर अब त यहाँ त फुल छ त्यही ठिक छ किन हामी गीताउँदै नाच्दै गरौँ छिन् के ठुलो अब त बन्द गर्ने याद हुने भयो तर यिनको बर्थडे पनि आज त कन्सो छ नि उमा किङ होइन तालको पानी माछे जाने कि नजाने तालको पानी माछीले खानी आगो हेर जाने कि नजाने राजा बिहारी माया दुम्ची लुक्ने डुलो केही तल छिमचरीमा दुम्सी लुक्ने डुलो बल्ल बल्ल पाको छोरो टाउको मात्रै ठुलो आगे आगे तपाईँको गोला पछि पछि बेचे गजरा सिगरेट नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई माया नदेऊ म बिडी खानेलाई माया नदेऊ म हिँडी जानेलाई ए हिमाल चुली पल्लोपट्टि दुम्सीले फटेङ्गाले हलो जोत्छ झिङ्गाले मेरो आगे आगे तपाईँको गोला पछि पछि मैजन गन बरारा गन मिसिन गन बरारा
नाइ मैले भेटेर लिएर आएको नि यो नाम खान लेखेको किन बेटा यो सन्तोष बुढा मगर भ्लगको सन्तोष भ्लगको अस्ति चाहिँ अहिले भन्नाले कति भेजा भएको छ यहाँ